सम्पूर्णलाई ब्रदरहुड ग्रुपमा स्वागत छ। ब्रदरहुड ग्रुपको सम्मान स्वरूप सबैले यो मुठी सहितको हात छातीमा राखेर सबैले भन्नु जय ब्रदरहुड, जय ब्रदरहुड, जय ब्रदरहुड। थ्याङ्क यू एभ्रिवान, धन्यवाद सबैलाई। हाम्रो यो मन मिल्ने साथीभाइहरूको समूह हो ब्रदरहुड ग्रुप, जसले एक अर्कालाई साथ दिन्छ, परेको बेला साथ सपोर्ट दिन्छ। यो हामी सबैले बुझी आइरहेका छौँ। हाम्रो दैनिकी दिनचर्या, हाम्रो काम कर्तव्यलाई हेरेर त्यसमा हामी विशेष सल्लाहकार अनिल राज भण्डारी सरलाई आमन्त्रण गरेका छौँ। आजको हाम्रो कार्यक्रम सहकारी अनिल राज भण्डारीज्यूसँग हुनेछ। यो ब्रदरहुड ग्रुपको बारेमा त्योभन्दा अगाडि थोरै केही परिचय, हामी के हौँ, हाम्रो परिचय के हो भन्ने कुराहरू हाम्रा कतिपय नयाँ मेम्बरहरूलाई थाहा नहुन सक्छ। यसको छोटकरी परिचय हाम्रा सक्रिय मेम्बर विश्वास शङ्करजीलाई थोरै परिचय राखिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद विश्वासजी। नमस्कार सम्पूर्ण मेम्बरमा। ब्रदरहुड चाहिँ हामीले सानो एउटा 2-4 जनाको समूहबाट आज यत्रो ठुलो धेरै मास बनाउन सफल भएका छौँ। र योभन्दा अगाडि नयाँ मेम्बरहरू जोडिँदै जानुहुन्छ। योभन्दा अगाडि अझ राम्रो राम्रो कार्यक्रम गरेर उहाँलाई प्रोत्साहन गरेर हामीले अझै ठुलो रूपमा यसलाई लिएर जाने हामीले सोच बनाएका छौँ। ब्रदरहुड भनेको चाहिँ तपाईँको एकले अर्कालाई सहयोग गर्ने, हामी सबै यसमा चाहिँ आफ्नो दाजुभाइ इष्टमित्र आफ्नै मान्छेहरू कतिपय पर्छौँ पनि। त्यसले गर्दाखेरि अहिलेको अवस्थामा, अहिले देशको अवस्था हेर्दाखेरि, अहिलेको माहौल हेर्दाखेरि हामीले सबैको आफ्नो एउटा ग्रुप छ। सबै जातीय हिसाबले होस्, आफ्नो ठाउँको हिसाबले होस्, सबै ठाउँको सबै जातीयको आफ्नो एउटा ग्रुप छ। त्यसले गर्दाखेरि हामी सुनचाँदी क्षेत्रमा आबद्ध भएका मान्छे, कोही कारिगर छौँ, कोही व्यवसाय छौँ, उहाँहरूले हामी चाहिँ मिलेर किन एउटा ग्रुप नबनाउने त? भोलि हामीलाई पर्दाखेरि, हामीलाई अप्ठ्यारो साह्रो गाह्रो पर्दाखेरि हामी एक्लो बाहेक अरू यहाँ कोही सपोर्ट गर्ने हामीलाई आउँदैन। त्यसले गर्दाखेरि त्यसलाई मध्यनजर राखेर चाहिँ हामीले एक आपसमा सहयोगको भावनाले, एकले अर्कोलाई पर्दाखेरि भनेको टाइममा भनेको समय उपस्थिति हुने हिसाबले हामीले जस्तोसुकै अवस्थामा पनि तपाईँको साथ सहयोग गर्ने बाचाका साथ यो ग्रुप हामीले स्थापना गरेका हौँ। यसका लागि मेरो नाम चाहिँ प्रयास लामिछाने हो, मेरो पसल लोकन्थली हो होइन। सबैलाई मेरो नमस्कार। मेरो नाम चाहिँ सरोज पोर्तेल है। मेरो पसल चाहिँ कोटेश्वर स्पेशलिस्ट भएको। थ्याङ्क यू। सम्पूर्ण ब्रदरहुड हामीलाई नमस्कार दिनु मनोज पोर्तेलको तर्फबाट। मेरो चाहिँ यहाँ 3 गुनी अवस्थित न्यू मनोकामना ज्वेलरी सप हो। धन्यवाद। नमस्ते सम्पूर्णमा, म सङ्गम शङ्कर, 9 भट्टीदेखि सुमङ्गल ज्वेलर्स। जय ब्रदरहुड। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ उमेश शर्मा। अहिले बसाइ काँडागाडी। नमस्ते, म दिपेन्द्र रसाइली, अनमोल ज्वेलरीको सञ्चालक, काँडागाडी। मेरो नाम चाहिँ एल्सन घटानी हो, शान्तिनगर गेटमा बस्छु। सम्पूर्णमा नमस्कार, मेरो नाम सुरज सेन्चुरी, मन्दिरबाट। धन्यवाद। हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार। मेरो नाम लक्ष्मण दौना, पुरानो बानिसको। सम्पूर्णमा जय ब्रदरहुड। मेरो नाम दीप केसी, मैती देवीबाट, शुभकामना ज्वेलरीको सञ्चालक। विभिन्न कार्यक्रमहरू गर्ने सिलसिलामा आजको हाम्रो कार्यक्रमको पुरा समय अघि भनिहाले व्यवसायसँग सम्बन्धित हाम्रा व्यवसाय सञ्चालन गर्नको लागि के कस्ता गतिविधि, करबारीका कुराहरूदेखि लिएर कारिगर कारखाना सम्बन्धित रहेर हाम्रो कार्यक्रमको पुरा प्याकेज, पुरा प्रोग्राम लिएर हाम्रा विशेष सल्लाहकार अनिल राज भण्डारीज्यू हामीसँग जोडिनु भएको छ। उहाँलाई स्वागत, जोरदार ताली बजाएर स्वागत गर्नुहोस्। सर, आफ्नो परिचय सँगसँगै हजुरले आजको प्रोग्रामहरू सम्पूर्ण
अगाडि मात्रै पछाडि एउटा